अब साथीहरूले अब साझा होइन गर्नुभयो। सबैभन्दा ठुलो समस्या के हो भने म उम्मेदवार होइन, त्यहाँ माहौल यस्तो थियो कि साथीहरू यहाँ पनि उपस्थित हुनुहुन्छ होइन। युनिक मैले चुनाव लडेँ होइन। विगतको जति पनि पुराना लिडरहरू लड्नुभयो, मेरो नोमिनेसनदेखि तपाईँको चुनावी जति पनि क्याम्पेन थियो त्यो एकदमै युनिकले गरेँ होइन। युवा चुनाव लडेको छ भने त्यहाँ जनतालाई त्यो भयो के छ भने सर कि अब पढे लेखेका साथीहरू छन् होइन, इन्जिनियर डक्टर साथीहरू हुनुहुन्छ होइन। अब त्यहाँ के भइहाल्छ भने एउटा जेलियस प्रवृत्ति छ नि देशमा होइन, होइन। अब क्लासमा सँगै पढेको होइन, अब साथमा दिपेन्द्र अब त मसँगै घुम्दै थियो दुईजना केटाहरू लिएर हामीहरू अब यताउति गइहाले। तर यो त अब मानिएको चुनाव लड्दैछ अरे होइन। अब त्यहाँ त्यसको अब तपाईँको घरमा पुगेपछि अब त मेरो साथीमा पढेको मान्छे इन्जिनियर अब के त्यो क्वेसन गर्छ भने दिपेन्द्रजी यो देशमा डक्टरको जरुरी थियो बढी गरिब जनताहरू छन्, अनि तपाईँ त ती तेज विद्यार्थी क्लासको तपाईँ नेता किन बन्नुभयो होइन क्वेसन तपाईँको। अब त्यो क्वेसन तपाईँको मलाई अपग्रेड गर्नु पर्थ्यो कि होइन। मेरो साथी कमसेकम यो समाजको नयाँ कुरा लिएर एउटा युवाले अब एउटा मिडल परिवारको मतलब छोरा पनि यहाँ ठुला ठुला नेतालाई च्यालेन्ज गर्न सकिन्छ भन्ने मैले एउटा मेसेज दिएँ युवाहरूमा। अनि फेरि के क्वेसन गर्छ त्यसले कि दिपेन्द्र जी नेपाल के मध्य प्रदेश के विधानसभा के चुनाव वहाँ लड़ी छिए, तपाईँ लड्नु भएछ तर तपाईँको गाडी नम्बर प्लेट तपाईँको इन्डियन छ होइन। त्यो त तपाईँको दलितको तपाईँको कुराहरू गर्नुभयो। दलितको मतलब यहाँको जनताहरू सोझा साझा छन्, तिनीहरूमा त्यति खराबी छैन। यो समाजलाई बिगार्ने अहिले पनि शिक्षित वर्गका मान्छेहरू छन्। मुखा जनतालाई मैले त्यति होइन ठिक छ मलाई दिएन होइन, मलाई कबुल गर्नु भएन। तर कमसे कम जुन तपाईँको अहिले पनि पिछडिएका वर्गहरू छन् जसलाई हाम्रो समाजमा अहिले डोम जातीय विभेदमा राखिएका छन्, उसरहरू राखिएका छन् होइन। अब तिनीहरूको सामने गएपछि अब मैले नयाँ तरिकाले चुनाव लड्दैछु। तपाईँहरूको ठिक छ अब यति दिन जे गर्नुभयो त्यो गर्नुभयो होइन, कमसेकम तपाईँ केही गर्नु भएन होइन। तर तपाईँको जुन काखमा छोरा छ नि त्यसलाई तपाईँले डाक्टर बनाउनुहोस्, इन्जिनियर बनाउनुहोस्, त्यसको लागि एउटा गरिब छोराको उम्मेदवारी छ। म तपाईँको प्रतिबद्धतामा उतर्छु। ठिक छ, ताली बजाउँछन् होइन, एकदम जोडले के हाम्रो नेता यस्तो हुनुपर्छ। अनि पछि गएर त्यसैमा एउटा नेता छन् उसरका, त्यो मलाई भन्छ दिपेन्द्र जी नेता तो आप ठीक है होइन, लेकिन आज के साँझ के देना पड़ेगा है। तो मैले त्यसलाई भने हम कभी सर जे अपने आई 10 दिन से जोरे छी दलित बस्ती सबमा हमरा प्रवेश करा रहल छी हैन, त पैसा कौड़ी हमरा ल न है। तो मलाई के भन्छ उहाँले कि 5 दिन पहिले फल्ला मान्यता आई लिएर पूरे हमरा ही सेट कर देने, अहाँ के जोरे जोरे घुमली जे ठीक है हैन, लेकिन भोट अहाँ के न दे, दोसर बेर अहाँ के पालो आई त भोट दे हैन। त्यस्ता समस्याहरू छन् सर। अनि एउटा के छ भने सर तपाईले समाजमा तपाईले वहाँ सरले भन्नुभयो हैन, यो पैसा माग्ने यो चन्दा आतंक गराउने हैन। अहिले पनि यदि सक्षम र वैचारिक युवाहरू एकजुट भएर विकासको मुद्दामा पार्टी र जाति भन्दा उठी यदि कुनै सक्षम युवा उठ्यो भने हैन। अब एउटा पियुनको तपाईँको भ्याकेन्सी हुन्छ भने 5-4 जना हामी भ्याकेन्सी भर्छौँ हैन, तर एउटा पालिकाको उम्मेदवारको लागि 5 जना मात्रै ठहर्छन्। यहाँको युवाहरूले 8 गर्नुपर्छ के। सांसदको कति रौटी छ, 5,000 रुपियाँ 10,000 रुपियाँ छ के। अनि किन एमपीमा मैले चुनाव लड्नुपर्ने? यहाँका युवाहरूले 8 गर्नुपर्छ, विधायकमा 8, प्रदेश सभामा 8 गर्नुपर्छ, सांसदमा 8 गर्नुपर्छ, मेयरमा 8 गर्नुपर्छ। जित हार त एउटैले जित्छ नि। त्यसैले यो प्रवृत्तिहरू बसाल्नुपर्छ र जुन सक्षम र वैचारिक युवाहरू छ त्यो जाति र पार्टी भन्दा पनि समाजलाई समृद्धिको बाटोमा डोर्याउनको लागि एकैजुट हुनुपर्छ, साझा मुद्दा साझा एजेन्डामा खडा हुनुपर्छ।